चुनाव चिन्ह माटो लिएर हामी चुनावमा उभिएका छौँ। यो क्षेत्रमा चाहिँ अत्यन्तै जुझारु वा मलाई ढुङ्गा बोक्न सघाउने मान्छे को चाहिँ एउटा अभियन्ता समीर तामाङलाई हामीले उम्मेदवार बनाएको छौँ। उहाँलाई भोट हाल्नु भनेको मलाई भोट हाल्नु। म मेरो बारेमा त्यत्रो ठुलो कुरा गर्न चाहन्न, तर एकै पैसा भ्रष्टाचार नगर्ने मान्छे हो म है। जीवनमा केही रुपियाँ पनि भ्रष्टाचार गर्दिन, म गर्ने छैन भनेर कसम खाएर देशस्थलतिर हिँड्ने मान्छे हो, काम गर्ने मान्छे हो। तपाईँहरूले हर्क साम्पाङलाई कसरी चिन्नु भएको छ होइन? हर्क साम्पाङ भन्ने बित्तिकै श्रमसँग जोडिएको मान्छे हो। त्यसो भएको कारणले गर्दा काम गर्ने मान्छे, भ्रष्टाचार नगर्ने मान्छे, दूरदृष्टि भएको मान्छे। म चाहिँ योजना बनाउन सक्छु, अरूले बनाउन सक्दैन। लेखेर दिन्छु। कहाँनिर डिबेट गर्नुपर्ने डिबेट मगाएको मलाई चाहिँ बोलाउँदैन, अरूहरूलाई बोलाइ। पब्लिक डिबेटमा म आउन चाहन्छु। त्यस्तो खालको मान्छे यदि यो देशको नेतृत्व होस् भन्ने तपाईँहरूलाई लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हालिदिनु होला। हामी बनाउँछौँ यो भत्केको देशलाई, हामी बचाउँछौँ यो तपाईँको छैन होइन गुम्न लागेको देश। यो देश बचाउनु पर्छ भन्ने अभियान, यो चुनावको अभियान मात्रै नभएर श्रम संस्कृतिले जुन उठाएको मुद्दा छ यो चाहिँ देश बनाउने र देश बचाउने अभियान पनि हो। म यहाँ सबैजनाले भन्न चाहन्छु, स्वाधीनताको बारेमा हामी जति प्रष्ट छौँ र प्रखर छौँ र मुखरित छौँ त्यतिहरू छैन। अहिले आएको छ छ्यापछ्याप्ती मिडियामा अरू पार्टीहरू पनि चुनावमा आउनु भएको छ, उहाँहरूको एजेन्डै थाहा छैन, त्यो एजेन्डा बिना आउनु भएको है। म चाहिँ पुरानो दल हो भनेर आएको, म चाहिँ नयाँ हो एकदम फ्यासनमा छु भनेर आएको। के गर्ने हो, त्यो देशलाई कस्तो बनाउने हो भन्ने बारेमा कुनै योजना छैन। त्यसो भएको कारणले गर्दाखेरि योजना सहितको पार्टी श्रम संस्कृति पार्टी मात्रै रहेको पनि म यहाँहरूले निवेदन गर्न चाहन्छु। र त्यसको चुनाव चिन्ह रहेको छ यो देशको माटो। यो देशको माटोलाई दुईटा हातको अञ्जुलीमा चाहिँ बोकेर हिँडेको उम्मेद्वारलाई यहाँहरूले जिताउनु पर्छ। यदि त्यो गर्नुभयो भने हामी यो देशलाई तपाईँको चाहिँ एउटा उन्नति प्रगतिको मार्गमा अगाडि बढाएर जान सक्नेछौँ। यहाँहरू सबैजनाको साथ सहयोग रहन्छ भन्ने विश्वास लिन चाहन्छु। धेरै लामो भाषण गर्न आएको होइन, यहाँ कस्तो रहेछ के रहेछ भनेर हाम्रो समितिलाई भेट्न आएको हो। तपाईँहरू यतिका धेरै यहाँका चाहिँ दाजुभाइ दिदीबहिनीहरूसँग भेट्ने मौका पाएँ, अत्यन्तै खुसी लागेको छ। हामी चुनाव चिन्ह माटोमा भोट हाल्छौँ होला। अनिवार्य रूपमा किसानहरूले माटोमा भोट हाल्नुपर्छ, मजदुरहरूले माटोमा भोट हाल्नुपर्छ भन्छु म चाहिँ। किनभने किसान मजदुर होइन र गरी खाने वर्गको सरकार बनाउँछौँ हामी। ठुला ठालु तपाईँको छैन अभिजात वर्गको सरकार भएको कारणले गर्दाखेरि एउटा गरिब दुखीलाई होइन हेर्ने दृष्टिकोण अत्यन्तै तपाईँको छैन अपमानजनक भएको कारणले गर्दाखेरि, निराशाजनक भएको कारणले गर्दाखेरि, दुःखदायी भएको कारणले गर्दाखेरि श्रम संस्कृति अन्तिम विकल्पको रूपमा उदाएको छ। यो पार्टी तपाईँहरूको हो, यो पार्टी तपाईँहरू सबैजनाको हो है। म यहाँ अब जति तपाईँहरू हुनुहुन्छ, अब यहाँ म सधैँभरि दिनभरि हिँडिराख्न त भ्याउँदिनँ, उहाँ हिँड्नुहुन्छ, उहाँलाई साथ दिनु होला। यो श्रम संस्कृति तपाईँको श्रम संस्कृति हो। यो श्रम संस्कृतिले यो चन्द्र सूर्य अंकित ध्वजा बचाउन खोजेको छ। हाम्रो पार्टीले किन आफ्नो झण्डा बनाएन भन्दाखेरि यो झण्डा प्रतिको हाम्रो मोह हराएर गयो। हामीलाई देश नचाहिने कुर्सी भयो पुग्छ भन्ने खालको भयो है। त्यो कुर्सी मलाई दिलाइदिँदाखेरि म होइन तपाईँको चाहिँ जे पनि सुम्पन्न सक्छु भन्ने खालको अभिव्यक्तिहरू आउँदाखेरि हाम्रो मन साह्रै रुन्छ र दुख्छ। हामी दुखी छौँ। त्यसो भएको कारणले गर्दाखेरि पनि त्यो दुःखदेखि मुक्त हामी बन्नुपर्छ भन्ने उद्देश्यका साथ यो तपाईँको चाहिँ हाम्रो झण्डाको साथ हाम्रो नेपालीको स्वाभिमान फर्काउनका लागि एउटा आएको पार्टी पनि यहाँहरूलाई चाहिँ श्रम संस्कृति रहेको म जानकारी गराउँ है। श्रम संस्कृति पार्टी मात्र यस्तो पार्टी हो जुन स्वदेशी सिद्धान्त लिएर आएको छ। ढुङ्गा र माटोको कुरा गर्छ, जसले हाम्रो खेत र बारीको कुरा गर्छ, हाम्रो कुलो र कुलेसाको कुरा गर्छ, हाम्रा चाहिँ तपाईँको घरको समस्याको कुरा गर्छ, आकाशको तारा गनेर हिँड्दैन। त्यस्तो एउटा मौलिक पार्टी, त्यस्तो एउटा मौलिक शक्ति, त्यो तपाईँको शक्ति हो। त्यो शक्तिलाई यसपालि चुनाव चिन्ह माटोमा भोट हालेर यो देशको केन्द्रीय नीति बनाउने ठाउँमा पुर्याइदिनु हुनेछ भन्ने विश्वास लिँदै हामी जो आएका थियौँ बाहिरबाट हामी अब बिदा हुन्छौँ। यहाँहरू सबैसँग भेटेर छोटो भेटमा अत्यन्तै धेरै रमाइलो मलाई महसुस भयो, अत्यन्तै खुसी भएँ म। तपाईँहरू मसँग फोटो पनि खिच्न चाहँदै हुनुहुन्थ्यो, फोटो खिच्न चाहनुहुन्छ भने निश्चित चाहे फोटो चाहिँ हो। नमस्कार।